नमस्ते आदरणीय जनसमुदाय, देश तथा विदेशमा रहनुहुने महानुभावहरू, साथै देश अहिले अरिगालको गोलोमा गएको छ। देशका जनताले आज के अपेक्षा पाए त देशमा केही पनि राम्रो काम भइरहेको छैन। अब यिनी पुराना अनुहारहरूलाई फेरि दोहोऱ्याउने हो कि फेरि तपाईहरूले अब एउटा विकल्प सोध्ने बेला आएको छ। सङ्घर्ष गरौँ, बलिदान देऊ, देशका निम्ति अन्याय अत्याचार परेकालाई न्याय दिऊ। साथै यो अहिले भौगोलिक विघटितताको कारणले गर्दा नि विभिन्न प्रकारका जन परिस्थिति, उत्थानशीलताको कमी र रणनीतिकमाथि एकदम नराम्रा भरमहरूका आलोचक भइरहेको छ। देशमा अहिले अन्यायपूर्ण भावपूर्ण एउटा नराम्रो बाटो अँगालेको छ। देशले आजसम्म के गरेको छ र देशमा नराम्रा गतिविधिहरू बढिरहेका छन्। अब तपाईले काठमाडौँ क्षेत्र नम्बर 3बाट उठेका उम्मेदवार साथै उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई अत्याधिक मतले विजयी गराई उहाँको कार्यकालका लागि शुभकामना व्यक्त गर्नुहोस्। उहाँ एकदम राम्रो मान्छे हुनुहुन्छ। उहाँले जसरी विगतमा भएका त्रुटिहरू घटनाहरू लोड सेडिङको एउटा समस्या जरो गाडेको थियो, त्यति मात्र नभई देश र जनताको पक्षमा आडमा बसेर उहाँले राम्रो काम गर्नुभएको छ। उहाँ नै अहिलेको वैज्ञानिक समाजवादको क्षेत्रमा एउटा उज्यालो नेपाल पार्टी घोषणा गर्नुभएको छ। उहाँको चुनाव चिन्ह बिजुलीको बल्ब वा चिम रहेको छ। उहाँलाई तपाईले राम्रोसँग बुझ्नुभएको छ। उहाँले कति राम्रो काम गर्नुभएको छ। देशलाई हाकेर हाई पर्फिसेन्सी इलेक्ट्रिसिटी मेकानिजमको पनि काम गर्नुभएको छ। यो इलेक्ट्रिकल सेक्टरमा मात्रै नभई यो एजुकेसनल सेक्टरमा पनि अति पढाइ भएको हुनाले सम्पूर्ण आदरणीय देशवासी देशद्रोही, राष्ट्रवादी, राष्ट्रभक्ति, साम्राज्यवादी, लुटारा, दलाल पुँजीवादीहरूले आक्रमण गरिरहेका छन्। यस सवालको घडीमा अब तपाईले उज्यालो नेपाल पार्टीलाई भोट दिनुहोस्। तपाईले खालि त्यो स्वतन्त्र पार्टीलाई मात्रै भोट नदिनुहोला है। कुलमान जस्ता राम्रा व्यक्ति पनि हाम्रो देशमा आएका छन् है। काठमाडौँ क्षेत्र नम्बर 3बाट जसरी भए पनि कुलमान घिसिङलाई अत्याधिक बहुमतले विजयी गराई उहाँलाई राम्रो सन्देश दिनुहुन सम्पूर्ण आदरणीय जनसमुदायहरूमा मैले निकै प्रतिज्ञा गर्न चाहन्छु। आजको यस नौलोपन र देश चर्लममा डुबेको खतराका कारण अब यिनी खाली पुराना दलहरू र खाली स्वतन्त्र दलले मात्रै देश बन्दैन। अबको विकल्प छ कुलमान घिसिङलाई भोट दिनुहोस् है। स्वतन्त्र पार्टी खाली घन्टीमा मात्रै भोट नसोच्नुहोला। अबको मत काठमाडौँ क्षेत्र नम्बर 3मा कुलमान घिसिङज्यू ऊर्जा मन्त्री साथै उहाँको कार्यकालका लागि उहाँलाई राम्रो एउटा ज्योति दिनुहोस्। आगोका झिल्काहरू फैलाउनु जताकतै यो देशभरिमा उज्यालो नेपाल पार्टी पहिलो पार्टी बनाउनुहोस्। उज्यालो नेपाल पार्टीलाई पहिलो बनाइयो भने हाम्रो देशमा नेपालको सान्दर्भिक भूमिकालाई निर्वाह गर्न एकदम राम्रो सुदृढीकरण, समावेशीकरण, विपन्न परिवारलाई राहत दिने, गरिबीको मलम लगाउने काम उज्यालो नेपाल पार्टीले मात्रै गर्छ है। खाली स्वतन्त्रको भरमा मात्रै नपर्नुहोला। तर राम्रा व्यक्ति आएका छन्। कुलमान घिसिङ राम्रा व्यक्तिलाई भोट हाल्नुहोस् है। तपाईले पुरानो दललाई मात्रै नसोच्नुहोला। खाली एमाले, काङ्ग्रेस, माओवादी अहिले निस्केका नयाँ स्वतन्त्र पार्टी भए पनि तिनीहरूले केही राम्रोसँग काम गर्न सक्दैनन्। तसर्थ अहिलेको आवश्यकता के छ? काठमाडौँ वडा नम्बर होइन,
यो त क्षेत्र नम्बर 3 हो। क्षेत्र नम्बर 3 मा भारी मतले कुलमान घिसिङलाई जिताउनुहोस्। यदि तपाईँले कुलमान घिसिङलाई नजिताउनु भयो भने तपाईँले खोजेका आवश्यकता परिपूर्ति हुन सक्दैनन्। खालि तपाईँले स्वतन्त्र पार्टीमा उम्मेदवार भएका राजु पाण्डेलाई मात्रै जिताउने होइन। त्यहाँको चुनावी माहौल हेर्दा कुलमान घिसिङको एकदम क्रेज बढेको छ। उहाँले जित्नुहुन्छ भन्ने मैले आशा भरोसा बोकेको छु। कुलमान घिसिङले जित्नुभयो भने देशलाई एकदम अँध्यारोबाट उज्यालोतिर लम्काउनु हुनुहुन्छ। जसको घरमा चुलो बोलेको छैन, साथै हुम्ला जुम्लाका बिकर जिल्लामा अझै पनि सुत्केरी महिलाहरूले परिवारले राहत पाएको छैन। अझै पनि डोकोमा बोकेर सुत्केरी महिलाहरूलाई सिटामल खुवाउन समेत गाह्रो भएको छ। यो गरिबको मलम लगाउन आवश्यक केवल मात्र एउटा विकल्प छ, त्यो विकल्प हो उज्यालो नेपाल पार्टी। उज्यालो नेपाल पार्टी घोषणापत्र राम्रा बनेका छन्। अबका यिनी विद्युतीय साधनका माध्यम अनलाइन प्लेटफर्मबाट पनि एजुकेसनल गाइडेन्स र काउन्सेलिङका क्षेत्रमा पनि ठुलो कलम चलाउनुहुन्छ र आगामी दिनहरूमा तपाईँले अहिलेको फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनाव 2082मा कुलमान घिसिङलाई अत्याधिक बहुमतले विजय गराइदिनु हुन हार्दिक अपिल गर्दछु। साथै देश भुमरीमा परेको छ। खालि नराम्रा एजेन्डा मात्रै आएका छन्। नराम्रो एजेन्डाले केही पनि काम गर्दैन। अझैसम्म के पाए जनताले? अपेक्षा परिवर्तनको आवाज बोकेका कुलमान घिसिङलाई तपाईँले निर्धक्क तरिकाले चुपचाप अब कतै पनि भोट यताउति नगराइकन अब उज्यालो नेपाल पार्टीको बिजुलीको चिममा भोट हालिदिनु हुन सम्पूर्ण काठमाडौँ क्षेत्र नम्बर 3 वासीलाई मैले अपेक्षा गर्दछु। यदि तपाईँले कुलमान घिसिङलाई नजिताउनु भयो भने, तपाईँले नराम्रो मान्छेलाई, नराम्रो उम्मेदवारलाई जिताउनु भयो भने तपाईँले देशले खोजेको, देशले रोजेको राम्रो माया प्रेम गर्ने राष्ट्रवादी नेता पाउनु नि छैन है। तपाईँले गुमाउनुहुन्छ। त्यो भोट नगुमाउनुहोला। खालि त्यहाँबाट दुईटाको टक्कर रहेको छ, राजु पाण्डे र कुलमान घिसिङको टक्कर रहेको छ। कुलमान घिसिङ उज्यालो नेपाल पार्टीबाट उठ्नु भएको छ। तपाईँले ख्याल गर्नुहोस् है, कसैको पनि भरममा नपर्नुहोला। खालि स्वतन्त्र पार्टीको मात्रै तपाईँले मनको दैलो बुझ्ने होइन। सबैको मन मस्तिष्कमा कुलमान घिसिङ रहेका छन्। कुलमान घिसिङ पनि पहिलो पार्टी हुन पर्यो है। कुलमान घिसिङले राम्रो काम गर्छन्। कुलमान घिसिङ एकदम राम्रो मान्छे हुन्। विगतका घटनाहरूलाई अहिले दोहोऱ्याएर कति राम्रो काम गरेका छन्। फार्पिङ सेक्टरमा इलेक्ट्रिकल हाइड्रो पावर सेक्टरमा फार्पिङ अब 8375 मेगावाट बिजुली उत्पादन गरेर देशलाई एउटा राम्रो बहुभाषिक बहुसांस्कृतिक देश चिनाउने एउटा उत्तरदायित्व रहेको छ। तपाईँले कुलमान घिसिङलाई जिताउनु भयो भने कुलमान घिसिङले राम्रो काम गर्छन् है। कुलमान घिसिङलाई जिताउनु जसरी पनि। यदि नजिताउनु भयो भने तपाईँ नै बहुला पागल हुनुहुन्छ। तपाईँले भोलि बिहान कान ठाडो बनाएर सुन्न पर्ने हुन्छ। भोलि बिहान केही नराम्रो मान्छे आयो भने तपाईँले भोट खेर फाल्नु हुँदैन है। राम्रो मान्छेलाई मात्रै भोट दिन पर्छ है। अब कुलमान जस्ता राम्रा व्यक्ति, पढे लेखेका शिक्षित वर्गका व्यक्ति, एकदम शिक्षाको ज्योति छर्ने व्यक्ति अरू कोही हुन सक्दैन। न बालेन न रवि कुनै पनि हुन सक्दैन है। तपाईँले अब कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीलाई नै भोट दिनुहोस् र अत्याधिक बहुमतले काठमाडौँ क्षेत्र नम्बर 3 का उम्मेदवार कुलमान घिसिङलाई जिताउनु जसरी पनि। आँखा चिम्लेर हुन्छ कि कताबाट अरूलाई
भन्नुहोस्, जनतालाई भन्नुहोस्, कुलमान घिसिङलाई जसरी नि काठमाडौँ क्षेत्र नम्बर 3 बाट जिताउने हाम्रो कर्तव्य हो भन्नु चाहिँ। यदि नगर्नुभयो भने देश फेरि कङ्गाल बन्न सक्छ है। बुझ्नुहोस् सबै जनताहरूले। यो 77 वटा जिल्लामा नै प्रसारण भएको छ।